हामी आज डुडुवा गाउँपालिका वार्ड नम्बर 6 मा छौँ। यहाँको बस्तीहरू एकदमै अनि यो एकदमै राम्रो कुरा चाहिँ के छ भने यो जुन वाल देख्नुहुन्छ नि घरको यो वालहरू चाहिँ माटो मुछ्दै उठाउँदै गरेको केही पनि छैन, खालि उठाउँदै गरेको। अनि यसरी राम्रो कम्पाउन्ड देख्न सक्नुहुन्छ। अनि यो चाहिँ गेट हो। यो गेटलाई चाहिँ म लाएर देखाउँछु है त अहिले है। यहाँ देख्न सक्नुहुन्छ यो गेटलाई चाहिँ यो स्लाइडिङ गेट हो। ट्याक्कसँगले यहाँनिर ट्याक्क उठाइन्छ है। अनि बोकेर टक्क लगाएर आएको वाल सारिन्छ है। ल यसरी गेट बन्द भयो त। ल अघि चाहिँ मैले गेट लगाएँ, अहिले म खोलेर देखाउँछु है हजुरलाई। सहर बजारतिर चाहिँ स्लाइडिङ गेटहरू हुन्छन्, रिमोटले पनि खोल्छ। यहाँ चाहिँ एकदम स्पेसली टक्क गेटलाई पुरै बोकिन्छ र ट्याक्कसँगले टक्क सारिन्छ यसरी। अब यसरी भित्र प्रवेश गरिन्छ। एकदमै राम्रो ठाउँ छ। अनि मैले अघि हजुरलाई भने जस्तै यो घर चाहिँ यहाँ इँटाहरू कुनै केही पनि प्रयोग गरिएको छैन, यसरी बनाइएको छ। माटो मुछिन्छ, माटोलाई यसरी भर्दै लगिन्छ। यो माटो मुछेको माटो यहाँ भर्दै लगिन्छ। कुनै पनि इँटाहरू ढुङ्गाहरू केही पनि प्रयोग हुँदैन। कति राम्रो आइडिया है। धन्यवाद। जय मेसी। धन्यवाद। माफ गर्नु होला है।